कुन अपार्टमेन्ट हो यो? हरकत देखो। आज हामी गोदावरी जाँदैछौँ हो र? गोदावरीको तबसम्मको लागि यो ठाउँ हेर्दै जानुहोस्, सब्सक्राइब गर्दै जानुहोस् होइन, लाइक गर्दै जानुहोस्। च्यानलको नाम भन्नु त। भनेर भन्छन् होला मान्छेले, तर हामी भन्छौँ कि ल ल गोदावरी जाने बाटोको लागि हामी बेच्दै हो केटा हौ। हामी हिँडेर छौँ। मैले भर्खरै प्रहरी विभाग हरिसिद्धि ललितपुर, हरिसिद्धि भने यहाँ रहेछ, मैले आज थाहा पाएँ। समस्या हो, स्तरको समस्या हो। समस्या किन? भक्तपुरमा गएर गोदावरीको छ, गोदावरीमा गएर भक्तपुर, तर यतै होइन र भन्न सक्दैन। बगलेला पानी तली घुमाउनु पर्छ। मेसेज त दिएँ मैले। ठाउँ राम्रो छ। हेलो नमस्ते। हामी अहिले जाँदैछौँ गोदावरी। यहाँको दिएको अनुसार हामी 5-7 मिनटमा पुग्नेवाला छौँ, तर हामीले चाहिँ ठ्याक्कै थाहा छैन। म चाहिँ पहिलोचोटि जाँदैछु। तपाईँ जानुभएको छ तपाईँले? धेरैचोटि गएको छु। तपाईँ के थाहा गोदावरी खास धेरै नराम्रो चाहिँ होइन, धेरै राम्रो छ। बाटो किन झुक्किनु भएको तपाईँ? पहिले यहाँ पहिले पनि जानुभएको है? बाटो बाटो हो कि कहाँ यहाँभन्दा माथि वज्र बाराई, श्वेत बाराई जाने बाटो त यता रहेछ। हाम्रो हिँड्छ मान्छे पछाडि आइरहेछ। दो 2054 गोदावरी गएपछि भेटौँला अब। फोन उठाउन निले। साथी चलायो चलायो तिमीले त्योभन्दा अगाडि मलाई आउँथ्यो। रोब्रो भएको भए यही टाउकोमा हुन्थ्यो तपाईँको यस्तो बाटो सोधौँ न। हिउँदो लाग्यो, चिसो हावाले बतायो हिउँदो लाग्यो। भट्टी महाराज ए भाइ के गरे भाइ? धन्यवाद। हेलो, एक्सक्युज मी, सुन्नु न, गोदावरी कति टाढो छ? 5 मिनट लाग्छ गाइज। गोदावरी जाँदैछौँ। 2 मिनट पनि लाग्दैन अरे यार। 2 मिनट लाग्दैन अरे साथीहरू। भण्डारी भगवान मुस्कान दिन्छ। ल पुगेछ त उयो जङ्गल लेको। ओ माई गड, चेरी पुल भने यो इन्जन वन कार्यालय ललितपुर। मैले भने होइन, यहाँ आउनु भयो। खहरी खोला
तिमी कहिले गयौ कैलाली कञ्चनपुर? ए बनाना कटेज गएर केला खाएर आयो। केला खाएको छौ? ठिक छ। केला खाएर दर्शकबिन आज हामी छौँ जनता जान्न के अरे दर्शकबिन आज हामी छौँ जनता जान्न कार्यक्रम। ए हो गोदावरी यो त त्यही हो यार कैलाली कञ्चनपुरकै भाइब्स आयो के यो जङ्गलमा नि यस्तै यस्तै हुन्छन् हाम्रो उतातिर रुखहरू ठ्याक्कै यिनै त हुन्न नि जे यो पाहाडमै पाइने होला नि म्याक्सिमम जस्तो उता यसलाई यो 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 चेरी फुल हो होइन कुन फुल सङ्गम सरले न फोन उठाए अब न उनले मेसेज नै रिप्लाई दिए। राष्ट्रिय वनस्पति भ्यू ब्याङ्क वनस्पति भ्यू ब्याङ्क सेतो फुल के ए चिसो 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 यहाँ त घाम नि छैन नि बादलै बादल छ यार हेर्नु त माथि गोदावरी वाटरफल रेस्टुरेन्ट एन्ड हल यहाँ वाटरफल छ कहाँ सन्देश यहाँ वाटरफल छ भन्नुहुन्न मैले केही बोलेको छैन कट गर्दैन भाइ कट गर्दैन कहाँ राख्नु त यार भाइ बाइक प्याक गरेर ब्यागमा हालेर लगाऊ बिताउँछ बुढादेखि यस्तै हरकत गऱ्यो भने त लाली गुराँस फुले हो कुन महिना हो यो ए ठिकै हो त फागुन त लगाइसक्यो नि अस्ति माघदेखि नै फुल्न थाल्यो तपाईँ किन आउनु भयो मलाई थाहा भएन पार्किङको लागि भने होइन बिहा खोल्दो रहेछ है अन्त काठमाडौँको खासै अलिक हुने भने गोदावरी नै त भण्डारी महाराज फाइनली पुग्यो होइन पुग्यो नि साथीहरू आउने साथीहरू अल्पत्र पनि भएको छ ए है स्टुडेन्ट कार्ड चल्दैन चल्छ सन्देश स्टुडेन्ट कार्ड चल्दैन चल्दैन के थाहा चल्दै के होइन यहाँबाट हो पर्दैन अरे हामीलाई टिकट पर्दैन क्यामेरा ल्याएर आउनु पर्ने यहाँ बसेर ट्याक्क ट्याक्क होइन यो के त यो तपाईँको डिएसएलआर हो नि योभन्दा कति कतिले चाहियो तपाईँले यति कति मलाई यता छिराएको थिएन कति कति कहिले कहिले चिराएको तिमीलाई भर्खर काठमाडौँ आएको अर्कै ठाउँबाट एउटा त यो गेट भयो सरी बिरुवा बिक्रीको छ बाथरुम जान्ला भने यता हेर्नु मिल्छ र यहाँ ए फुलहरू हुने नि यार मिसमेरिनियम हो कि के हो यो कति रुपियाँ सबै 25 रुपियाँ सायद कमसेकम यिनीहरूको नाम थाहा हुन्छ हेर्दै गरेर केटा कुनै दिन काम लाग्ला कुन यो के नाम रहेछ बगनबेली यिनी त हाम्रो त त्यो सुक्खा सागसँग उम्रेछ योर एक्सक्युज त्यहाँ कुखुरा हेरेर कुखुरा बच्चा थिए होइन सुकेर भैँमा खस्ने रहेछ नि कुखुरा बच्चाले गाई पारिदिने के तिमीले त मोज मस्ती भनौँ होइन हामीलाई त मात्रै हेर्ने दिन काट्ने धाराको पानी खान पाइन्छ होला नखाएको फेरि धाराको पानी है त पानी यस्तै हो पानी
कसले फोन गरी यार फेरि भिडियो बनाइरहेको यसरी नै हुन्छ प्रगति कुन भिडियो यस्तै गरी भइरहेको फोटो खिच्ने हो क्या सबैको भिडियो के बनाउने हो अघि मैले कस्तो राम्रो फोटो खिचेर देख्नु भयो नि तपाईँले गुणकेशरी फुल भने यो रहेछ नाम सुनेको थिएँ मैले पिटुनिया ओके नाइस प्रवेश निषेध हंसराज रघुवंशी किन भाइ भइरहेछ अर्काले फोटो खिच्नु डिस्टर्ब नगर्नु पर्छ भन्नुहोस् जेठा दाइ महिला दाइ के छ हजुर ठिक छ हजुर कस्तो लागिरहेछ कस्तो लाग्नु अब यहाँ गोदावरी वनमा आएर वन मान्छे जस्तो गोदावरी वनमा आएर तपाईँको मनमा चाहिँ होइन तन बदन मनमा अहिले कस्तो फिल भइरहेको छ तपाईँ भन्नुहोस् ल मैले सोधेँ हो ल ठिक रमाइलो गर्नको लागि भनेर आएको राष्ट्रिय वनस्पति उद्यान कहाँ छ ए माथि त्यही छ माथि मान्छेले धेरैजनाले टिकट नै फालिरहेको टिकटै फालिरहेको धेरै फेरि बाहिर जाने फेरि भित्र आयो सेतो खरेटो भने के हो भ्याकुते फुल भन्दा रहेछन् उ त्यसलाई ए मुला किन भित्र आयो के खेलकुद गर्नु मनाइरहेछ खेलकुद गर्नु खेलकुद सब मनायो जादु चरा यहाँ पनि धन्दा चला छ क्या क्यामेरावालाहरू सबहरू पैसा छ के खासै के यो क्यामेरा कि क्यामेराबाट डिएसएलआरको फोटो मन पर्दैन मैले हिजो खिचाएको जस्तो थियो अनि त्यस्तै भन्ने हो नि त त्यत्तिकै राम्रो खिचाउने हो नि त तल यता तल आउने बेला खिच्नु मजा आएको नि अहिले हेर्दै जाने हो भिडियो बनाउँदै जाने हजुर ल्याउनु त त्यो तिमीले देखाएको छैनौ है हाम्रो गाउँतिर टन्नै हुन्छ नाम थाहा नभएर नि होला काँडे भ्याकुर छिसिसहरू कस्तो हो त्यो के गरे त्यो छिसी मेरो मेरो कुन फुल यो पिटुनिया हेलो हेलो भइरहेको त भिडियो साथी हामी अहिले गोदावरीमा छौँ है ग्रुपमा आउने प्लान बनाए पनि साथीहरू एकैचोटि यहाँ आइसकेका छौँ हामी चाहिँ फाइनली आइपुगेका छौँ भने साथीहरू चाहिँ आइपुग्ने क्रममा छन् अनि गम्भीर बसमा छन् अहिले झगडा नगरौँ धन्यवाद नराख्नु यहाँ हाउ कुरो गर्नुभन्दा पनि हामीले यता हेर्दै गएपछि राम्रो होला भन्ने मेरो धारणा हो त्यही त है कुन कुन फुलहरू लिएर म फेरि अचल हातमा किन हिँड्न नचल्नु न झगडा नगरौँ राष्ट्रिय सहमति गरौँ झगडा नगरौँ मेलमिलाप गरौँ मेलमिलाप पश्चात नगरौँ यो सल्लाह हो तर सल्लाहको कुन प्रजाति हो थाहा भएन यो खुर्पी सल्लाह हो नभए चाहिँ त्यो के अरे
हो त विशाल नै ठिक छ तपाईँले सोधेको कलेज भन्नुहोस् त यो कुन हो तिनजना फोटो खिच्न भन्नु न फेरि घुमाउ हो नि दुईटै राष्ट्रिय समस्या के भयो यो फोटो खिच्नु त फोटो खिच्ने कि भिडियो बनाउने त्यसरी फोटो खिचिन्छ सिधै थाहा छैन भिडियो गराउँदा थाहा छैन अहिले खोलाउनु पर्छ नि त्यसपछि खोल्न भन्नुपर्छ है के हुन्छ अहिले चित्र होइन कहाँ यो चित्र ए भाइ हाल्ला नि चित्र यसलाई भन्दाखेरि चित्रै हो के चित्र हो भन्ने त थाहा चाहिँ छैन चित्रको कति प्रकार हुन्छ थाहा छ यो थाहा छ यो के हो के हो ठिक बा ठिक भ्लग बनाउने भने यही त ठिक बा भ्लग बनाउनु परेन है भ्लग त गराउनु परिहाल्यो नि दुनियाँ भ्लगको छ यार मेरो यहाँ फोटो फोटो खान्छ उभ्यौ राष्ट्रिय समस्या हो तिमीले भन्न मात्र जादु चलायो तिमीले भयो के भयो के गरेर के गरौँला भनेर माछा खाउँला भन्नु पर्दैन नि नमुनाहरू माछा खाउँला भने ठ्याक्कै अब हामी गोदावरी पार्कै ठाउँ नै हो गोदावरी ठाउँमा त हामी फर्किने बेला हो अनि बेलुका लगभग कति बजी लाग्यो एक घडीमा हेर्नुपर्छ फेरि अरे ट्याक्क 16:28 भन्नाले 4:28 भयो आयो रमाइलो हो त्यही त असुरिल मान्छे नै हो तपाईँले गरिहाल्छ नि त्यसो हामी चाहिँ अब आयौँ 50 रुपियाँ पनि बढी हो एक्सपिरियन्स छैन नि त बाई बाई सी यू टुमारो बाटो घुमाउलो भयो चल